नमस्कार सम्पूर्ण भक्त सज्जनबिनहरूलाई सर्वप्रथम त्यहाँहरूलाई स्वागत गर्न चाहन्छु म बिजुल परियार धर्मग्रन्थ युट्युब च्यानलमा। भक्त सज्जनबिन सदाको बसेमा जस्तै आजको यो बसेमा पनि मैले तपाईँहरूमाझ असाध्यै महत्त्वपूर्ण विषयमा जानकारी गराउन गएको छु कि यो भिडियोमा मैले तपाईँहरूमाझ आज कुनै पनि स्त्रीको अथवा महिलाको महिनावारी रोकिएको खुलाउने र सन्तान प्राप्त गर्ने मन्त्र लिएर उपस्थित भइसकेको छु कि यो असाध्यै महत्त्वपूर्ण साबर मन्त्र रहेको छ। भक्त सज्जनवृन्द यहाँहरूलाई सर्वविदितै छ, यो धर्मग्रन्थ युट्युब च्यानलमा मैले तपाईँहरूमाझ विभिन्न किसिमको मन्त्रहरू ल्याउने गरेको छु र कहिले धार्मिक कुराहरू ल्याउने गरेको छु, कहिले तपाईँहरूमाझ मैले विभिन्न किसिमका मन्त्रहरू लिएर उपस्थित हुने गरेको छु। यो भिडियोमा मैले तपाईँहरूलाई बताउन गइरहेको छु कि आज यो मन्त्र असाध्यै तपाईँहरूलाई मैले यो मन्त्र दिनेछु, तर यो मन्त्र असाध्यै अद्भुत र चमत्कारी मन्त्र रहेको छ। यो मन्त्रले तपाईँहरूले चाहिँ यो मन्त्रको प्रयोग पछाडि मात्र तपाईँहरूलाई यो कुराहरूको बारेमा थाहा हुनेछ। जो मन्त्र महिलाको कुनै पनि महिलाहरूको रोकिएको महिनावारी रोकिएको छ, यानि कि रजस्वला रोकिएको छ र उनीहरूको सन्तान भएको छैन यदि भने पनि यो मन्त्र तपाईँले प्रयोग गरिसके पछाडि रोकिएको महिनावारी पुनः सुचारू हुन्छ र सन्तानको लागि योग्य हुन्छ अथवा सन्तान प्राप्ति गर्नको लागि योग्य हुन्छन्, सन्तान प्राप्ति पनि हुन्छ। त्यसकारणले मैले आज तपाईँहरूमाझ यो साबर मन्त्र, स्वयंसिद्ध साबर मन्त्र तपाईँहरूमाझ पस्किन गएको छु। यसलाई तैपनि तपाईँहरूले यो मन्त्रलाई भक्ति भाव र श्रद्धापूर्वक तामसिक भोजन रहित, यानि कि तपाईँहरूले यो मन्त्रलाई चाहिँ एउटा सात्विक भोजनको रूपमा, जसले सात्विक भोजन गर्नुहुन्छ, सात्विक भोजन गर्नेले मात्र यो मन्त्रको प्रयोग गर्न सक्नुहुनेछ। कि तामसिक भोजन यानि कि जसले मद्यपान गर्नुहुन्छ, मासु मदिरा खानुहुन्छ, त्यस्तै गरेर चुरोट सुर्ती खैनी बिडी जसले यी कुराहरू सेवन गर्नुहुन्छ, यस्ता व्यक्तिहरूले भने यो मन्त्र नचलाउनु होला, किनभने यो मन्त्र आफैमा असाध्यै शक्तिशाली मन्त्र रहेको छ र मैले यहाँहरूलाई यो मन्त्र दिन गइरहेको छु। मन्त्र भने मैले तपाईँहरूलाई यसै भिडियोमा फोटोको रूपमा राखिदिनेछु स्क्रिनमा, यहाँबाट तपाईँले मन्त्रलाई टिप्नुहोला। यो मन्त्रलाई तपाईँले कुनै पनि शुभ तिथि पारेर अथवा कुनै पनि महिनाको यो मन्त्रलाई तपाईँले शुक्ला पक्षको, विशेष गरी शुक्ला पक्षको सोमबार, बुधबार अथवा शुक्रबारको समयमा, यो 3वटा बारमध्ये कुनै एउटा बारमा है, पक्ष 2 किसिमका हुन्छन्। तपाईँलाई पक्कै पनि पात्रोसम्म सम्बन्धित कुराहरू थाहा हुनसक्छ। तपाईँले पात्रो हेर्नु भएको छ, पात्रो हेर्न आउँछ यदि तपाईँलाई, पञ्चाङ्ग हेर्न आउँछ यदि तपाईँलाई भने तपाईँलाई कृष्ण पक्ष र शुक्ला पक्ष पक्कै पनि थाहा भएको हुनुपर्छ। यो शुक्ला पक्षको सोमबार, बुधबार अथवा शुक्रबारको दिनमा, यो 3वटा बारमध्ये कुनै एउटा दिनमा तपाईँले यो मन्त्रलाई टिप्नुहोला र यही बारमध्ये कुनै बार पारेर यो मन्त्रलाई सिद्ध गर्न सक्नुहुनेछ। तर यो मन्त्रलाई अरू मन्त्रको जस्तो गरेर तपाईँले बिहानीको समयमा सिद्ध गर्ने होइन कि यो मन्त्रलाई यहाँहरूले तपाईँले सन्ध्याकालीन समयमा, यानि कि जब सूर्य अस्त हुन्छ, सूर्य अस्तको समयमा तपाईँले यो मन्त्रलाई सिद्ध गर्नुहोला। 11 माला जप गर्नुहोला, पवित्र र शुद्ध आसनमा बस्नुहोला, पवित्र वस्त्र लगाउनुहोला र पूर्व अथवा उत्तर मुख गरेर पवित्रात्मक ढङ्गले यो आध्यात्मिक चिन्तनलाई हामीले अध्ययन गर्नुपर्ने हुन्छ। पवित्रात्मक ढङ्गले यहाँले यो मन्त्रको चाहिँ जाप गर्नुहोला 11 माला, यानि कि रुद्राक्षको मालाद्वारा यहाँले 11 माला जाप गर्नुभयो भने यो मन्त्र असाध्यै शक्तिशाली हुनेछ। तपाईँले 11 मालासम्म यसलाई जाप गर्नु भएन भने यो मन्त्रले काम गर्दैन। त्यस अर्थ तपाईँले यो मन्त्रलाई 11 माला जसरी पनि जप गर्नु होला। भक्त सज्जनवृन्द, मैले तपाईँले यहाँ मन्त्र सिद्ध गर्ने तरिका बताएँ। मन्त्र भने तपाईँलाई दिने गरेको छु। मन्त्र यस प्रकार रहेको छ। पक्कै पनि यहाँले मन्त्र देखिसक्नु भएको छ। यो स्वयंसिद्ध शक्तिशाली साबर मन्त्र हो। तैपनि तपाईँले यो मन्त्रलाई असाध्यै रूपमा
चाहिँ तपाईँले यो मन्त्रलाई मैले अघि बताए बमोजिम सिद्ध गर्नुहोला। असाध्यै तीव्र रूपमा यसले काम गर्नको निमित्त है। हुन त स्वयंसिद्ध मन्त्रहरूलाई सिद्ध गर्नु पर्दैन, त्यो आफैमा स्वयंसिद्ध छ। तर यसलाई सिद्ध किन गर्नुपर्ने भन्ने कुरा पनि होला। यसले तीव्र रूपमा काम गर्नको निमित्त मात्र तपाईँले यसलाई सिद्ध गर्नुपर्छ भनेर मैले यहाँहरूलाई अनुरोध गरेको हो। अब मन्त्र पनि तपाईँले देख्नुभयो, यसलाई सिद्ध गर्ने विधि पनि बताएँ। अब यसलाई प्रयोग कसरी गर्ने हो, जब तपाईँले पानी अथवा दुधमा यही मन्त्रले 108 पटक अथवा 11 पटक तपाईँले यो मन्त्रले त्यो दुध अथवा पानीलाई अभिमन्त्रित गर्नुभयो। 11 पटक, एक पटक मन्त्र भन्नुभयो, एकचोटि फुक मार्नुभयो, एवं हृदय यहाँले 11 पटक मन्त्र भन्नुभयो, 11 पटक फुक मार्नुभयो र अभिमन्त्रित गर्नुभयो। त्यो दुध अथवा पानीलाई अभिमन्त्रित गर्नुभयो र यो सम्बन्धित व्यक्तिलाई तपाईँले खुवाउनु होला। यो प्रक्रिया यहाँले 5 दिन लगातार गर्नुहोला है। दिनको 3 पटक 5 दिन लगातार गर्नुहोला। त्यस पछाडि त्यो महिलाको जुन रोकिएर बसिएको महिनावारी छ त्यो पनि खुल्छ र सन्तान प्राप्तिको लागि योग्य हुन्छन्। समादरणीय भक्त सज्जनवृन्द, तपाईँलाई यो कस्तो लाग्यो, यो भिडियो कस्तो लाग्यो, यो मन्त्र कस्तो लाग्यो, कृपया तपाईँले आफ्नो मनमा लागेको जिज्ञासाहरू कमेन्ट बक्समा भने उल्लेख गर्न नबिर्सनुहोला भन्दै, यदि तपाईँहरू मेरो च्यानलमा पहिलोचोटि भिजिट गर्दै हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। नजिकै रहेको बेल आइकनलाई प्रेस गरी अल गर्न पनि नबिर्सनुहोला भन्दै, तपाईँले यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म कतै नकाटिकन सुरुदेखि अन्तिमसम्म हेरेर भिडियोमा लाइक सेयर कमेन्ट गर्न भने नबिर्सनुहोला र तपाईँले जसरी पनि लाइक गर्न भने चाहिँ नबिर्सनुहोला भन्दै आजको यो बसाइबाट यहाँहरूमाझ ओझेल पार्न चाहन्छु। बिदा दिनुहोस्, हस्त, धन्यवाद, नमस्कार। ओम नमो नारायण, जय श्री हरि, जय श्री कृष्ण, राधे राधे, ओम नमः शिवाय।